सो हेलो फ्रेन्ड्स, वेलकम टु माई च्यानल। र आजको भिडियो चाहिँ एकदमै फरक छ। मैले चाहिँ एउटा ड्राइभिङ क्लास जोइन गरिसकेको छु र आज चाहिँ म गाडी सिक्न आइरहेको छु। र आज चाहिँ मेरो डे 3 हो भने मेरो साथीको चाहिँ आज डे 2 रहेको छ। र उसले चाहिँ आज बेसिक एक्सिलेटर टच नगरिकन क्लचको मात्रै सहायताले ह्यान्डल कन्ट्रोल गरेर उसले चाहिँ बाटोमा चलाउने छ। ल हेर्नु होला, ल देख्न सक्नुहुन्छ गाडी चाहिँ हल्का भाइब्रेट गर्न थालिसकेको छ। र उसले चाहिँ आज एक्सिलेटरको सहायता लिएको छैन, क्लच मात्रै लिइरहेको छ, देख्न सक्नुहुन्छ। टक्क अब चाहिँ ह्यान्डल कन्ट्रोल मात्रै गर्ने अनि टक्क ठाउँ ठाउँमा पार्क गरेर दाइले चाहिँ हामीलाई एकदमै राम्ररी गाइड गरिरहनु भएको छ। हामीले सिकेको ड्राइभिङ सेन्टरको नाम चाहिँ न्यू डायमन्ड हो, टाढीमा बकुलर हस्पिटल छिर्नेभन्दा अपोजिट साइडमा। त्यहाँ आएर बुझ्न सक्नुहुन्छ हजुरहरूले। कोर्सहरू पनि एकदमै राम्रो डिस्काउन्टेड मूल्यमा पाउनुहुन्छ। अब आजको क्लास भनेको चाहिँ उसको एक्सिलेटर टच नगरिकन क्लचले मात्रै गाडी कुदाउने, एक गियरमा हालेर टक्क दायाँ बायाँ हेरेर लेनमा चाहिँ एसिस्ट गरेर राख्ने काम चाहिँ उसको छ आज। हेर्नु अब कस्तो चलाउँछ साथीले। यो चाहिँ मेरो 2 दिन चाहिँ मैले सिकिसकेको छु यस्तोवाला ट्रायल, तर उसले चाहिँ अस्ति एब्सेन्ट भएर सिक्न पाएन। यसमा चाहिँ ह्यान्डल कन्ट्रोल मात्रै हुनेछ। र हामीले सिकेको यो गाडी चाहिँ अल्टो छ। तपाईँहरूले पनि गाडी सिक्दाखेरि चाहिँ एकदम सानो गाडीबाटै सुरु गर्नु होला, म्यानुअल नै सिक्नु होला। अटोमेटिक मात्रै सिकेर पनि काम छैन, त्यही भएर म्यानुअल गाडी चलाउनु होला। अनि यहाँ दाइको खुट्टामा पनि क्लच र ब्रेक चाहिँ रहेको छ, दाइले पनि अपरेट गर्न सक्नुहुन्छ त्यहाँबाट। हाम्रो चाहिँ ड्राइभिङ सेसन भनेको चाहिँ आधा घन्टाको रहेको छ। अब यति भित्रमा हामीले 15 दिनमा चाहिँ सिक्न पर्ने हुन्छ। गाडीको टक्क लाएर लाइसेन्स पनि सक्यो भने निकाल्नुपर्छ, सकेन भने फेरि हामी कोर्स थप गर्नेछौँ। साथीले चाहिँ अहिले मस्त हानिरह टक्क लाएर ह्यान्डल कन्ट्रोल यताउता सोल्टी त प्रो भइसक्यो नि। अहिले हामी चाहिँ स्लो हिँड्ने भएर चाहिँ ह्यान्डल कन्ट्रोल गर्नलाई सजिलो भइरहेछ। तपाईँहरू चाहिँ यदि फास्टमा हिँड्नुभयो भनेदेखि चाहिँ अलि ह्यान्डल कन्ट्रोल गर्न गाह्रो हुन्छ। त्यही भएर टक्क मोडहरूमा चाहिँ ह्यान्डल कन्ट्रोल गर्नुपर्ने हुन्छ। बिगिनरहरूको लागि चाहिँ यतिको स्पिड राम्रै छ। र आज चाहिँ मेरो एक्सिलेटर पनि कन्ट्रोल गर्ने दिन रहेको छ। त्यही भएर म चाहिँ आज वेल प्रिपेयर्ड हुनुपर्ने अवस्था छ। अब चाहिँ एक ठाउँमा हामीले पार्किङ गर्नुपर्ने हुन्छ। त्यति बेला चाहिँ म हजुरलाई फुटेज देखाउँछु। स्टे ट्युन रहित गाइज। ल अब चाहिँ यहाँ साथीले पार्किङ हान्न गइरहेको छ। म तपाईँहरूलाई देखाउँछु होइन पार्किङ गर्दा चाहिँ कसरी गर्न सकिन्छ। अहिले त हामी लो स्पिडमा छौँ, त्यही भएर खासै गाह्रो छैन होइन। क्लचले पनि कन्ट्रोल गर्छ स्पिडलाई हाम्रो। तर तपाईँहरू स्पिडमा हुनुहुन्छ भनेदेखि चाहिँ टक्क मिलाएर रोडको साइडमा लगेर स्लो गरेर पार्किङ गर्नुपर्ने हुन्छ। अहिले त हामीले एक्सिलेटरको युज नै गरेनौँ। ल अब चाहिँ साथीहरू है पार्किङको लागि टक्क साथी रेडी भइसकेको छ। आफ्नो साइडमा चेप्दैछ कुनापट्टि, अलिक धेरै नै चेपिसक्यो साथीले चाहिँ। सिधा गर्नु पऱ्यो स्टियरिङ। ल ट्याक्क पार्किङ हाने साथीले र हल्का ब्रेकले झड्का खायो। अब उठाउने बेलामा चाहिँ हल्का गाडी भाइब्रेट भइसकेपछि क्लच छोडेर गाडी भाइब्रेट गर्न थालेपछि हल्का एकछिनसम्म होल्ड गर्ने, अनि त्यसपछि टक्क अनि गाडी हिँड्न थालेपछि चाहिँ सरर क्लच छोड्दिन पनि केही फरक पर्दैन। नत्र तपाईँहरूले एकैचोटि भत्तै क्लच छोड्नु भयो भनेदेखि चाहिँ गाडी चाहिँ स्टार्ट बन्द हुने सम्भावना हुन्छ र हुन्छ पनि। अनि त्यही भएर तपाईँहरूले पनि गाडी सिक्दाखेरि चाहिँ एकदमै होसियार भएर नर्मल स्पिडमा सुरुमा चलाउनु होला। अनि त्यसपछि आफ्नो लेभल एडभान्स हुँदै गइसकेपछि बिस्तारै बिस्तारै अरू केही कुराहरू ट्राई गर्दै जानु होला, एक्सपेरिमेन्टहरू गर्दै जानु होला। अनि बल्ल सिक्नुहुनेछ। गाडी सिक्ने भनेको रातारात हुने कुरा होइन। अनि त्यही भएर पनि हजुरहरूले आफूलाई चाहिँ बिगिनर लेभलबाट प्रो लेभलमा जानुपर्ने हुन्छ। र तपाईँहरूले चाहिँ अब टायर जजमेन्ट पनि हेर्नुपर्ने हुन्छ। अनि साइडमा कति चेपिरहेको छ, के भइरहेको छ भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ। कहिले अब हाम्रो गाडीबाट भ्यू चाहिँ यस्तो देखिरह, त्यही भएर टक्क आफूले टायर कता कता परेछ टक्क हेरेर एज्युम गरेर चाहिँ लानुपर्ने हुन्छ।
अब हाम्रो फेरि एउटा अर्को पार्किङ स्टेसन आइसकेको छ अनि साथीले टक्क लाएर पार्किङ गर्छ हल्का पार्किङ गर्दाखेरि चाहिँ तपाईहरुले हल्का छेउ चेपेर अनि ह्यान्डल सिधा गरिहाल्नु पर्ने हुन्छ अनि त्यसपछि ट्याक्क गाडी ब्यालेन्समा बस्छ अनि लक्क क्लच हानेर गर्नुपर्ने हुन्छ साथीले पार्क गरिसक्यो साथीले पार्क गर्यो अब टक्क ब्रेक अलि बढी हो भन्ने भयो दाइले साथीले मलाई छुँदाखेरि हुन्छ यो स्लो फास्ट स्पिड भएर स्लो भएर अरे कहना क्या चाहते हो हल्का छुनी मात्रै हो क्या यसलाई साथी रोडतिर चेप्न मैले पनि हल्का गाडी गर्न सक्ने चाहिँ भइसकेको छु गाइजहरु त्यो त जोलाई नि थाहा नि गोला नदार भन्ने जोलाई नि हुन्छ हैन टक्क हल्का अब मोडवाला डिरेक्सन आइसकेको छ हामीले चाहिँ अब हल्का मोड्नु पर्ने हुन्छ यति बेला चाहिँ स्टियरिङ हल्का घुमाएर स्लो चलाउँदाखेरि चाहिँ एकदम स्मुथ ड्राइभिङ हुन्छ यताउता उफ्रिने खाप्रिने बाफर केही पनि हुँदैन टक्क लाएर मोडिसकेपछि चाहिँ अनि ह्यान्डल सिधा गर्नुपर्ने हुन्छ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ भ्यू पनि यस्तो रहेको छ है ठाउँ चाहिँ अति बवाल छ चितवन भनेको चितवनै हो बवाल छ टक्क लाएर हरियाली अनि हामी चाहिँ टक्क गाडी सिक्दै हरियालीको बिचमा छौँ आजको दिन भने चाहिँ ह्यान्डल कन्ट्रोल गर्ने मात्रै हो अरू केही पनि छैन क्लचले हल्का उठाउन चाहिँ जान्नु पर्यो त्यही हो क्लच कन्ट्रोल हुनु पर्यो तर घाम परेर भिडियो चाहिँ हल्का सेतो सेतो आइरहेछ अहिले हामी अब हुन त अलिकति गाडी त चलेछ तर हामी 0 को स्पिडमा छौँ किनभने आज चाहिँ एक्सिलेटर युज गरेको छैन हामीले एक्सिलेटर युज नगरिकन आरपिएम घुम्दैन आरपिएम नघुमेपछि स्पिड पनि देखाउँदैन अनि त्यही भएर हामी चाहिँ आज 0 को स्पिडमा चलिरहेछ साथीले अब यहाँ पार्क गर्न लागिरहेछ ब्रेक अहिले चाहिँ साथीले झ्याम्मै हान्दियो मै अगाडि सरी हैन अब झुक्किनु होला तर ह्यान्डल चाहिँ सिधा पारेर मात्रै पार्क गर्नुपर्ने हुन्छ हामीले साथीले अब स्टार्ट बन्द गर्यो स्टार्ट बन्द गरेपछि ट्याक्क त्यहाँ क्लच थिचेर चाबीलाई सुइँ घुमाउनु पर्यो अनि त्यसपछि सर्र स्टार्ट भएपछि अहिले चाहिँ गाडी गियरमै छ अब हल्का क्लच बिस्तारै छोड्ने त्यसले प्रेस गर्न थालेपछि अनि हल्का होल्ड गरेर अनि त्यसपछि रिलिज गर्यो भने गाडी सर्लक्कै उठ्ने गर्छ देख्न सक्नुहुन्छ हजुरले अब उठाउँदैछ साथीले गाडी र गाडी पार्क गरेर उठाउँदाखेरि चाहिँ अब टक्क रोडपट्टि चेप्दै हल्का हल्का छोड्दै गर्दै र अनि ब्यालेन्स गरेर लानुपर्ने हुन्छ स्टियरिङ कन्ट्रोल भनेको अब त्यही त हो सुरुमा चाहिँ अब हामीले 2 दिन चाहिँ स्टियरिङ कन्ट्रोलै सिक्यौँ मेरो चाहिँ 2 दिन सकिसक्यो साथीको चाहिँ आज 1 दिन भयो भएर यो मैले तपाईँहरूलाई देखाइरहेको छु मैले हिजोदेखि नै अब भिडियो बनाउँछु भन्ने त सोचिरहेको थिएँ तर अलि मिलेन अनि त्यही भएर चाहिँ आज चाहिँ मैले यो भिडियो हजुरहरूको लागि लिएर आएको छु हजुरहरू पनि यदि ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ भने चाहिँ एकचोटि इन्स्टिट्युट नै गएर सिक्नु होला अनि त्यसपछि चाहिँ हल्का अब आफ्नो आफन्तहरूको कोहीको गाडी छ भने हात बसाउनको लागि चाहिँ त्यो सिक्न सक्नुहुन्छ तर सुरुमा धेरै गाइडेन्सको लागि चाहिँ इन्स्टिट्युट नै गएर सिक्नुपर्ने हुन्छ सुरुमै तपाईँहरूले अब नलेज मात्रै लिएको भरमा चाहिँ गाडी कुदाउन चाहिँ सक्नुहुन्न हैन अनि त्यही भएर अलि धेरै नै सिकेर गाडी कुदाउनको चाहिँ राम्रो ल अब फेरि साथीले पार्किङ हान्न लागिरहेको छ ट्याक्क साइड चेपेर अनि स्टियरिङ सिधा ट्याक्क गर्ने अनि त्यसपछि क्लच हान्ने अनि ब्रेक ट्याक्क हानेपछि साथीले ब्रेक चाहिँ झ्याम हाने छ सिधा बनाउनु पर्यो हल्का भाइब्रेसन भएपछि हल्का एकछिन होल्ड गरेपछि अनि गाडी आफै हिँड्न थाल्छ अनि त्यसपछि सबै क्लच छोडे पनि केही फरक पर्दैन यो भिडियो चाहिँ टक्क र भिडियो हो हैन त्यस्तो भिडियो अब ट्युटोरियल भनेर त्यसमै फोकस भिडियो चाहिँ छैन हामीले चाहिँ कसरी सिक्छौँ
अब तपाईँहरूले ट्याक्क एक्सपर्टहरूबाट सिक्नुभयो भनेदेखि त्यो अब के मिस्टेक हुन्छ नेचुरल मिस्टेकहरू तपाईँलाई थाहा हुन्न होइन। अब हामीले चाहिँ बिगिनर भएको हुनाले हामीले सिकाउँदाखेरि चाहिँ तपाईँहरूलाई के हुन्छ भन्दाखेरि ट्याक्क नेचुरल मिस्टेक हामीले के गरिरहौँ तपाईँहरूले पनि त्यही गर्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ हामीले देखाउन सक्छौँ होइन। अब अनि बाँकी अब कुराहरू सिक्नलाई एक्सपर्टको कुराहरू सिक्नलाई चाहिँ त्यो बेस्ट छ होइन। पछि हुँदै गएपछि तर सुरुमा फर्स्ट डेमा अब तपाईँले के गर्ने त सेकेन्ड डेमा तपाईँले के गर्ने त भन्ने कुरा चाहिँ अब हाम्रो मिस्टेकबाट नि तपाईँहरूले धेरै कुरा सिक्न सक्नुहुनेछ। त्यही भएर चाहिँ मैले यो नेचुरल टाइपको भिडियो हुन्छ भनेर चाहिँ हामी सिक्दै गरेको मान्छेले पनि यो भिडियो पोस्ट गरिरहेको हो। त्यही भएर चाहिँ यो भिडियो हेर्नु होला हजुरहरूले, इन्जोय गर्नु होला, राम्रोसँग गाडी सिक्नु होला। चलाउनु मन छ भनेदेखि अब गएर सिकेर मात्रै चलाउनु होला, लाइसेन्स लिएर मात्रै चलाउनु होला। अब यतिकै जथाभावी चाहिँ नहिँड्नु होला। अनि अर्को कुरा मेन भनेको अब बुढाहरूलाई गाडी दिने यताउता त्यस्तो काम चाहिँ नगर्नु होला। अब गाडी चलाउनको लागि मान्छे अब मेन्टल्ली पनि प्रिपेयर भइसकेको हुनुपर्छ। त्यही भएको हुनाले हजुरहरूले त्यही अनुसारले चाहिँ आफ्नो बच्चाहरूलाई ट्रेन गर्नु होला। ये बड़ी अच्छी बात कही आप। र हामी सिक्दै अब आजको भिडियो पनि लामो हुन गयो। त्यही भएर यो भिडियोलाई चाहिँ म यहीँ इन्ड गर्ने गरिरहेको छु। र हजुरहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गरेर साइडमा रहेको बेल आइकन पनि दबाउनु होला। हस् त, धन्यवाद।